प्रधानमन्त्री बन्ने हो भन्नुभयो। प्रधानमन्त्री बन्ने हो, प्रधानमन्त्री बन्ने क्लियर हो नि। अरू जस्तो कन्फ्युज मान्छे होइन नि। अरूले फल्नालाई प्रधानमन्त्री बनाइदिए, फल्नालाई प्रधानमन्त्री बनाइदिए भन्छ, म त मै बन्नलाई आएको हो, मै बन्छु प्रधानमन्त्री। अहिलेको अवस्थामा कसरी प्रधानमन्त्री बन्न सक्ने एक दुईटा आधार बताइदिनुहोस् न। चुनाव जित्ने, बहुमत जित्ने, बन्ने। बहुमत हर्क साम्बाङको पार्टीले बहुमत ल्याउँछ? कसले ल्याउँछ त? तपाईँले सोधेको भएन, कसले ल्याउँछ ल भन्नु, तपाईँले भन्नु न। होइन, देशमा किनकि विगत विभिन्न वर्षदेखि ठुला शक्ति छोडिदिनु न। ठुलो शक्ति न सानो शक्ति, ठुलो शक्ति होइन पनि देखियो, सानो शक्ति पनि देखियो कि। त्यसले गर्दाखेरि अब श्रम संस्कृतिले बहुमत ल्याउँदैन भने कुन पार्टीले ल्याउँछ? तपाईँहरूलाई प्रश्न सोधेँ मैले। छ उत्तर? तपाईँसँगै उत्तर छैन? होइन, हामीले कुनै उत्तर छ तपाईँसँग? जस्तो कि तपाईँले भन्दै गर्दा जुन नयाँहरू भनिएका छन्, आफूलाई वैकल्पिक भन्छन्, कुनै समय तपाईँका मित्र पनि, हितैषी मित्र पनि, बालेन शाह, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, पानी बार छ भन्ने सुनेको थियो। आज पनि यही कार्यक्रममा आउनु भएको थियो जब बालेन शाह निस्कनु भयो, अनि तपाईँको प्रवेश भयो भन्ने चर्चा हुँदैछ। के हो यो विषयमा? म चाहिँ उहाँ आउनुहुन्छ भन्ने मलाई चाहिँ थाहा थिएन। मलाई चाहिँ अब यो चाहिँ नि सम्मान होइन गर्ने भन्ने कुरा भएको कारणले गर्दाखेरि म आएँ। आधी घन्टाको लागि विराटनगरको चाहिँ तपाईँको आधी घन्टाको भेट हुन्छ मात्र ढिला गर्नुभयो कि भन्ने पनि छ। होइन, किन ढिला गरिराख्नु, मतलब गर्दैन। के छ पछिल्लो समय तपाईँका कुनै समयका एकदमै प्रिय फ्लाइट ढिलो भयो क्या? 9 बजीको फ्लाइट थियो, 12 साढे 12मा उड्यो। अनि के छ पछिल्लो समय बालेन शाहसँग चाहिँ वार्ता छ छैन, कुराकानी हुन्छ? छैन, हुँदैन।